आफ्ना महत्त्वपूर्ण भनाइ भन्दै हुनुहुन्छ। नमस्कार। आज बिहानैदेखि हाम्रो जुन कालिका दर्पण लेखन कार्यदल जुन छ, हामी लगभग तेस्रो दिनको बिहानीमा कालिका गाउँपालिका वडा नम्बर 2बाट हामी हिँडेर माथि लोकिलसम्म राष्ट्रिय निकुञ्जको पोस्टसम्म हामी गाडीमा आयौँ र त्यसपछि करिब 45 मिनट जति हामी हिँडेर किबी फारम सानो आले र अहिले हामी ठुलो आलेको चौरमा उपस्थित भएका छौँ। यो चाहिँ वास्तवमा भन्ने हो भने हाम्रो पिकनिक स्पोट एकदमै राम्रो खालको पिकनिक स्पोट हो। यहाँबाट तपाईँको उता जुरेढुङ्गा, पूर्वपट्टि जुरेढुङ्गा देखिन्थ्यो। आज यद्यपि मौसम बदलीको कारणले गर्दा त्यो हेर्न सकिएन र यो नौकुण्ड गाउँपालिकाकै पर्यटकीय क्षेत्रको रूपमा यसलाई हेरिन्छ, किनभने यहाँ चाहिँ नुवाकोटको बटार, बितुर, गल्छी लगायतका ठाउँहरूबाट मानिसहरू चिसो हावापानीका लागि पिकनिक आउने गर्छन्। यो पिकनिक यहाँ पानीको व्यवस्था पनि छ, यो मुनि पानीको पर्याप्त व्यवस्था छ। त्यसो भएको कारणले र गाडी पनि फेरि अहिले बाटो यो बर्खा चाहिँ नखोलेर मात्रै यो मुनिसम्म गाडी नै आउँछ। ठुलो बस नै लिएर आउने व्यवस्था गरेको छ र अहिले नौकुण्ड गाउँपालिकाले तपाईँ देख्न सक्नुहुन्छ जुरेढुङ्गा जानका लागि बाटो पनि निर्माण कार्य सुरु गरिसकेको छ। तसर्थ यो बाटो जुरेढुङ्गा जाने बाटो हो। यो कति अब चाहिँ हाम्रो जुरेढुङ्गा कति जति हिँड्नुपर्छ? एक घन्टाको पैदल यात्रामा 1 घन्टा पैदल। यो बाटो यस्तै बाटो 1 घन्टा पैदल यात्रासम्म जान्छ? यस्तै बाटो, यस्तै सिमेन्टेड बाटो छ, त्यहाँसम्म मात्रै छ, नत्र उता पनि बाटो त राम्रो छ, सिडीहरू भएको बाटो छ। यद्यपि सिपाङ भन्ने ठाउँसम्म 1300 स्थान पर्छ भने सिपाङबाट चाहिँ माथि लगभग 20 मिनट माथि उक्लेपछि हामी जुरेढुङ्गामा पुग्छौँ, जहाँबाट काठमाडौँको यो आहाले भन्ने। यो चाहिँ नौकुण्ड गाउँपालिकाको कति नम्बर वडा हो? यो 6 नम्बर वडा। 6 नम्बर वडा भनेको पिकनिकको लागि सधैँ चर्चित छ, विशेष गरेर नौकुण्डबाट अनि कालिकाबाट, कालिका, नुवाकोटको बितुर, बटार, गल्छी त्यतातिरबाट पनि आउँछ नि मानिसहरू आउँछ नि यो ठाउँमा। आहा, यहाँ चाहिँ भनौँ न पिकनिकको लागि यो गर्दै गरेको देखियो हामीले। यहाँ त्यो आगो बालेको सायद पक्कै यो हो होइन? अब सरहरूलाई नमस्कार। ल ठिक छ। यो पहिला सर हामीहरू यता घाँस दाउरा काट्न आइन्थ्यो एकदमै। अब अहिले यहाँ चाहिँ मैले पर्खात भनेको रसुवा जिल्लाको यो सर यो जेठीढुङ्गो भनेको जुरेढुङ्गो, माइली भनेको यहाँ तल बासुके ढुङ्गो, कान्छी भनेको बेतरादीमा छ। यी 3टा ढुङ्गाको चाहिँ सर होइन महत्त्वपूर्ण रसुवाको अहिलेदेखि यतालाई र अनि रसुवामा एकदम महत्त्वपूर्ण भनेको हाम्रो गोसाइकुण्ड। ल हाम्रो ठाकुर नेउपाने सरले हामीलाई चाहिँ विशेष गरेर यहाँ बुझाउँदै हुनुहुन्छ। यसमा सर पहिला कति रमाइलो हुन्थ्यो सर। हामीहरू यहाँ उत्तारे घाँस काट्न आउँदा, दाउरा खोज्न आउँदा यति रमाइलो गर्दै हाँसिरहन्थ्यो। अहिले हामी ठुलो आलेमा सर हजुरलाई घुमाउनु पाउँदा र अब पनि यो ठाउँलाई एकदमै सर अब अलिक पछि मेरो ल ठिक छ। ल ठाकुर सर भएपछि यसो